मर्निङ गाइज, मेरो न्यू युट्युब च्यानल न्यू भ्लगमा हेर्नु यस्तो दामी फर्फराइरहेको छ है। राति कति 2:20 भयो। यस्तो दामी फर्फराएको छ। कतिवटा 10वटा कन्टिनेन्टको ब्यानर छ, झन्डा फ्ल्याग है। मिलेनियममा कुन कुन देशको चिन्नुहुन्छ? कुवेत, इराक, इरान, इटाली, तुर्की, रसिया है, रुस होइन, युएन है। दुईवटा टर्किश एयरलाइन्सको कस्तो दामी फर्फराएको। यो चाहिँ ग्रान्ड मिलेनियम 5 स्टार होटल। यो हामी चाहिँ यहाँ हामी नै ड्युटी गर्छौँ है त। हामी यहाँका सेक्युरिटीहरू हो। अब यो अहिले चाहिँ क्लोजिङ टाइम भएर क्लोज भएको छ। यो फलामको डोर ढोका है, ढोका चाहिँ एकदम मजबुत छ। सेक्युरिटीको पोस्ट भएर सेक्युरिटी पोस्ट हो। के अरे ऊ त्यो तारै तारा भएको त ब्यानर दोस्रो पो रहेछ है इटालीको है। तारै तारा भएको ब्यानर छ है भन्दा क्या त्यो निलो के निलो यो निलो यो त इटालीको पो रहेछ। अस्ति मैले त्यो सर्च गरेर हेर्दाखेरि 10 थरीको छ। यता होइन यो यतापट्टि छेउको इराक भइहाल्यो। यता कुवेत, त्यहाँबाट उसको इरान अनि त्यहाँबाट इटालीको, तुर्कीको, त्यो पछि त्यो के दुबईको हो क्या? दुबईको त्यहाँबाट रुसको अनि युएनको त्यो हरे ब्यानर चाहिँ कहाँको हो? यो चाहिँ अब चिन्न सकेन होइन, कुनै देशको हो कि अब कुनै संस्थाको सङ्घ संस्थाको हुनसक्छ। अनि यो चाहिँ एउटा तुर्किस एयरलाइन्सको सेतो कहाँको हो? तुर्किस एयरलाइन्स सेतो छेउको लास्टको त्यो त्यो मिटिङको ल साथी हो। यो चाहिँ मिटिङको रहेछ होइन। यहाँ सबै देशका अब 10वटा कन्ट्रीकाहरू बस्न चाहिँ 10वटा कन्ट्रीको चाहिँ यहाँनिर एम्बेसीहरू छन्। यो होटलमा अन्तत अब सेफ्टीको हिसाबले बस्दो रहेछ होइन। त्यही हो, सेफ्टी त राम्रै छ यहाँ, कुनैले टेन्सन लिनु पर्दैन होइन। यो चाहिँ अब बुलेट प्रुफ, यो चाहिँ गाइज यो बुलेट प्रुफ हो। बुलेट प्रुफ हो, यो डोर पनि बुलेट प्रुफ छ। अनि म चाहिँ अब बाहिर लागेँ। यो पनि फलामको ढोका डबल छ यहाँ चाहिँ गाइस। अनि आज क्लिन हानिदिएको, राम्रो सफा भएको छ। यो चाहिँ बाहिर आउटसाइडमा, पहिला यस्तो थिएन। अनि यो चाहिँ बाख्राको चाहिँ अहिले बनिरहेको नमुना सिटी बन्दैछ है बाख्रा चाहिँ। यो चाहिँ उता भइहाल्यो, अब सबै देखिरहेको। यो चाहिँ अब यहाँ गेस्ट इन हुने ठाउँ होइन, इन हुने हो, गेस्ट इन हुने ठाउँ। यो चाहिँ यहीँबाट इन हुन्छ। यदि हजुरहरू आउनुभयो भने कुनै अब डराउनु भएछ भने, यस्तो डर लाग्छ यहाँ बाख्रा इराकमा आएर बस्नुलाई त डर लाग्नु भएको छ होटलमा भने यहाँ हामीसँग सम्पर्क गर्नु होला। ग्रान्ड मिलेनियम अल्सो बाख्रा भन्नुहोस्, ट्याक्कै आउनुहोस्। यहाँ ट्याक्सीले ट्याक्कै ल्याइदिन्छ। अब यदि यो
अरबिक जान्नु भएको छ भने ठिकै छ, जान्नु भएको छैन भने पनि फिन द मिलिनियम भन्नुहोस्, फिन द ग्रान्ड मिलिनियम भन्नुहोस्, ट्याक्कै ल्याइदिन्छ है। त्यही हो गाइज हो, नाचेर नडराएर निर्धक्क भएर हाम्रो नेपालीहरू पनि छन् त्यहाँनिर भयो भने एकदम गर्वका साथ आउँदा हुन्छ। ल अब हामी नै हो सेक्युरिटी दिने है। अब तपाईँहरूलाई सेक्युरिटी नै चाहिएको छ भने अब हामी नै सेक्युरिटी गर्छौँ होइन। अस्तिको उसमा पनि कोरियाको आउँदा हामीले नै गऱ्यौँ, हरेकै देशको आउँदाखेरि हामीले नै गर्छौँ। डरायो भने डर मानिन्छ भने हामीले नै गर्छौँ। हेलो गाइस, बाई बाई, सी यू। अर्को भ्लगमा चाहिँ हामी फेरि यस्तै भिडियोहरू लिएर आउँछौँ। राय सुझाव सल्लाह कस्तो लाग्छ हजुरहरूलाई, लाइक कमेन्ट सेयर चाहिँ ड्याङ पारेर ठोक्नु होला। थ्याङ्क यू, धन्यवाद, अस्सलाम वालेकुम, सबैलाई नमस्कार। थ्याङ्क यू so much everyone guys. Thanks for my watching video. See you, bye all.